हेलो गाइस भन्नु हेलो बोल न गाइस, यार के छ अनि खबरहरू? हामी घुम्दै घुम्दै यहाँ आएर बसेका छौँ। यसो थकाइ लागेका छौँ र तपाईँहरू ल एउटा हाम्रो एउटा गाना गाएर सुनाउँ भन्ने एउटा विचारले तपाईँहरूसँग विचार गरेका छौँ र हाम्रो साथीले एउटा गाना गाउनुहुन्छ अरे यहाँले। मलाई भन्दैछ यार गानाको चाहिँ नाम गानाको नाम चाहिँ मलाई थाहा छैन, तर भन्नु चाहिँ मैले भनिदिएँ। मनको कुरा हजुरको बहाना। तिमी चाहिँ गाउ न भनेको मैले उहाँले सानो मान्छे ठुलो छोरा कहाँ गाना हुन्छ नि भन्नु भएन। गाउ न यार एउटा अनि उहाँले चाहिँ पुरा मिठो गाउ न हौ ओइ तिमी गाउनु त सुन्नु लागिरहेछ कि मलाई। तिमी गाउ न अनि म तिमी गाना गाउँछु चाहिँ भनेर उहाँबाट मलाई लाउँछ जाम गाना चाहिँ उहाँबाट हुन्छ। तपाईँहरू सुनिदिनुहोस्, मन दुःख नगरिदिनुहोस् र केही चिजमा गल्ती भयो भने हजुरहरूले नराम्रो नपाउनु होला र गरिदिनुहोस् होला। भले सब्सक्राइब नभए पनि लाइक भयो भने गरिदिनु भयो भने एउटा हजुरले तिमी मेरो गाउ न मेरो भनेको मैले हजुर तिमी गाउ न अरे तिमीलाई मैले लाइक ठोकिसकेछु उहाँ। ल एउटा अनि शायरी भन्दियो अनि म गाउँछु ए लु एउटा साइड हुन्छ एउटा र उहाँले दाजु बस्नु न कहाँ दाजु बस्नु न यहाँ आउनु न कहाँ गएको हो र उहाँले गाउनुहुन्छ अरे म एउटा सायरी हानिदिन्छु र हजुरसँग हजुरहरू दुःखमन नगरिदिनु। ठुलो के अरे सानो मान्छे ठुलो स्वर ठुलो त्यसमा उयो हुन्छ होला। लेखेको चरी कठैभरि हातैमा बिन्ती ठुले जिउे मनैमा कुरा गुन्दिनुहोस् है हजुरको कुरा भनिदिनुहोस् है। लु भन्नुहोस् है हजुर। मेरो पालि आयो के गाना गाउँ यार के गाना गाउनु फुलको थुङ्गा हौ कि बगेको गङ्गा हौ कि वाह 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 माया पो हो कि ए मेरो हजुर वाह वाह फुलको थुङ्गा हो कि वाह 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 गाउँ न बगेको गङ्गा हो कि माया पो हो कि ए मेरो हजुर ल है सलाम छ सबैलाई धन्यवाद सलाम छ सेवा र छ हजुर सबैलाई।